जस्तो यो डिप्रेसनको उपचार के हो डाक्टर साहब खास? डिप्रेसनको उपचार चाहिँ क्लियरली भन्दाखेरि वर्ल्डले अहिलेसम्म जम्मा 2टा ट्रिटमेन्ट भनेको छ। एउटा बायोलोजिकल ट्रिटमेन्ट हो, अर्को साइकोलोजिकल ट्रिटमेन्ट हो। बायोलोजिकल ट्रिटमेन्ट भनेको अघि मैले भने जस्तै ब्रेनको स्ट्रक्चर्समा, ब्रेनको फङ्सन्समा बेटर गराउनका लागि त्यसमा चाहिने न्युरोट्रान्समिटर्स, न्युरोकेमिकल्सहरू, रसायन्सहरू, एउटा नसाबाट अर्को नसामा जाने रसायन्सहरू हुन्छ। त्यसमा खुसीका रसायन हुन्छ, दुःखका रसायन हुन्छ, विभिन्न ह्याप्पिनेसका रसायन, विभिन्न रसायनहरू हुन्छ। त्यो रसायन घट्यो है तेरो, अब त्यो रसायन बढाइदिने काम चाहिँ डाक्टरलाई गएर भेट्ने अनि डाक्टर साहबले गराइदिनुहुन्छ भनेर चाहिँ विज्ञानले भन्छ। विज्ञानले के भन्छ भने ल यदि क्लाइन्टको रसायन घटेको छ, डिप्रेसनमा यो रसायन घट्छ, डाक्टरले केही गर्ने होइन, कुनै दबाई दिने र त्यो रसायनलाई बढाइ मात्रै दिने, त्यति मात्रै गर्ने। हामीले खास अरू के पनि गर्ने होइन। जस्तै हिमोग्लोबिन कम भयो भने आइरन चक्की खुवाउँछौँ नि, त्यति हो हाम्रो काम। रगत बढाउने काम गरे जस्तै जुन जुन रसायन घट्या छ, यो रोग भनेर तय भएको छ, यो रोग यसरी छुट्याउ है भनेर विश्वास सङ्गठनले हामीलाई भनिदिएको छ। हामी त्यसमा ट्रेन्ड छौँ। त्यो ट्रेन्ड भइसकेपछि तिमीले विश्वमा दबाई बन्यो, यो दबाईहरूले यो रसायन बढाउँछ भनेर हामीलाई पढाइयो। हामीले ती दबाईहरू दिन्छौँ। त्यो दबाईहरू दिएपछि ती रसायनहरू बढ्छन्। ती रसायनहरू बढेपछि मान्छे खुसी हुन्छ। यसलाई भन्छ बायोलोजिकल प्रिन्सिपल, सजिलो उपाय। अर्को छ साइकोलोजिकल प्रिन्सिपल। साइकोलोजिकल प्रिन्सिपलले के भन्छ? ए होइन है, स्ट्रक्चरको ब्रेनको न्युरोट्रान्समिटर्सले मात्रै हुँदैन। उसले कसरी सोच्छ, उसले जीवनमा कस्तो खालको बिहेभियर प्याटर्न गरेछ, ऊ कस्तो परिवारबाट हुर्किएको छ, उसको कल्चर कस्तो छ, उसको जीवनमा कस्ता कस्ता पेनहरू आछन्, ट्रिगर फ्याक्टर्सहरू कस्ता छन्, के थाहा भर्खर भएको स्ट्रेसको कारणले गर्दा पो ऊ डिप्रेसनमा गएको हो कि, चाहे त्यो इकोनोमिक क्राइसिस होला, चाहे त्यो रिलेसनसिप ब्रेकअप होला, चाहे त्यो घरमा भएको कुनै ब्रिमेन्ट रेस्पोन्स कोही बितेको कारणले गर्दा होला, केही चिज होला हो। त्यो चिजलाई जीवनमा घटना घट्यो, तर त्यो घटनालाई राइट वेमा उसको ब्रेनले हेर्न जानेन, एसेस गर्न जानेन, र उसले गलत बिलिफ सिस्टम डेभलप गर्यो, गलत सोच पैदा गर्यो। अब तिमी सोचमा काम गर, तिमी विचारमा काम गर। अब उसको सबै कुराहरू सुन, जन्मेदेखिको हिस्ट्री सुन, उसको परिवार कहाँ थियो, ऊ कहाँबाट हुर्कियो, उसका बाबाआमाले के गर्थे, उसको बाबाआमामा पनि यस्तो समस्या भएर जेनेटिकबाट आएको हो कि, त्यसपछि उसको परिवारको इन्भाइरोमेन्टल फ्याक्टर्सहरू के थियो, त्यस पछाडि गएर चाहिँ अहिलेको समस्याहरू के भइरहेछ, उसको जीवनमा के पुगिरहेको छ, के पुगिरहेको छैन, ऊ कति बजे सुत्छ, कति बजे